tell me if you're really there. Don't make me fall in love again if you won't be here next year. Santa, tell me if he really cares, 'cause I can't give it all away if you won't be here next year. Feeling Christmas all around. हेलो नमस्ते अनि दर्शक वेलकम ब्याक छ मेरो च्यानलमा। मेरो नाम प्रतिभा मल्ल हो है। सो आज चाहिँ हामी एडिनब्रा जाँदैछौँ एज यु अलरेडी सी इन द थम्बनेल है। सो आज चाहिँ मेरो यस्तो ड्रेसअप छ। अब हामी जाँदैछौँ है, लागौँ है त। सो गाइज हामी चाहिँ लाग्यौँ है एडिनब्रातिर। सो अहिले चाहिँ यस्तो 8 बजेको छ अनि यसो केही ब्रेकफास्ट खानु पर्ला भनेर चाहिँ हामी यता म्याकडोनल्ड आएको छौँ है राजा। भोक लाग्यो सो यसो केही खाने भनेर वेटिङ। हामी चाहिँ अहिले चाहिँ बाटोमा छौँ है। अब यहाँबाट चाहिँ 2 घन्टा देखाएको छ हामी होटल जाने ठाउँ चाहिँ। तर त्यही हो, अब जानुभन्दा पहिला चाहिँ हामी यसो कस्तो राम्रो भ्यू। सो हामी जानुभन्दा पहिला चाहिँ वाह है कति राम्रो भ्यू उलाला। सो भन्नुपर्दा चाहिँ अब चाहिँ हामी यहाँबाट चाहिँ हाम्रो 2 घन्टा लाग्छ है। तर त्यहाँ जानुभन्दा पहिला चाहिँ हामी चाहिँ बिचमा एउटा सर्भिसमा छिर्ने भन्ने प्लान छ है। अनि गुड्डु र झर्नाको फ्यामिली चाहिँ हाम्रो पछाडि आउँदैछ है। अनि हामी चाहिँ उता भेट्छौँ। खासमा भन्नुपर्दाखेरि हामी होटल पनि एउटै ठाउँमा बस्ने, एउटा अपार्टमेन्ट जस्तोमा बस्ने भन्ने प्लान थियो है। तर अनफर्चुनेटली लास्ट मिनटमा भएर चाहिँ सबै बुके अनि अरू चाहिँ कस्तो एक्सपेन्सिभ है। अनि त्यस्तो भएर चाहिँ अनि हामी छुट्टै छुट्टै बस्ने प्लान गऱ्यौँ लास्टमा चाहिँ। सो होटल चाहिँ हाम्रो छुट्टा छुट्टै नै हो, तर चाहिँ जस घुमघाम गर्ने यताउता गर्ने चाहिँ हामी सँगै गरिन्छ फ्यामिलीहरू। अहिले चाहिँ हामी सर्भिस छिर्ने। अब चाहिँ त्यहाँ पुगेपछि म हजुरलाई चाहिँ देखाउँछु है त। मेरो जस्तो छिल्लो देखेको ल साथीहरू। हामी चाहिँ यता आयौँ है। सर्भिस पाउने कस्तो गाह्रो भएको क्या। अनि चाहिँ म चाहिँ अगाडि थिएँ नि त, अनि 2 जना पछाडि थियो। अनि त्यसपछि हामी हिँड्दै गयो। अनि एउटा चाहिँ मान्छेलाई चाहिँ बेसकरी टोयलेट लागेर चाहिँ अर्कै सर्भिसमा गएछ। सो हामी त फेरि अगाडि गयो फर्काउन पनि मिलेन कि। अनि त्यही भएर चाहिँ हामी यसरी अगाडि बढ्दै गएको। अनि म चाहिँ यो सानो सर्भिसमा आएको छु है। यहाँतिर त सर्भिस पाउनले कस्तो गाह्रो हो। अब साउथतिर त झ्याप एभ्री ठाउँमा हुन्छ नि त। यहाँ चाहिँ त्यति साह्रो अप्सन चाहिँ नहुँदो रहेछ कि। अनि जस्ट यहाँ चाहिँ आएको छौँ। अब ब्रेक गर्ने एकछिन यहाँ। हामी चाहिँ सर्भिसबाट निस्क्यौँ। अब यहाँबाट चाहिँ 50 मिनट देखाएको छ है हाम्रो होटल चाहिँ। ओ माय गॉड कति धेरै सिपहरू। यहाँ त मान्छे भन्दा पनि धेरै सिप छ होला हो। सिप है ल है त। अब चाहिँ हजुरहरूलाई चाहिँ म एडिनब्रामा भेट्छु है त। लाई फाइनली भेट भयो हाम्रो। हेलो हाई। त्यही पनि कता डिन भिलेजमा। वाउ कस्तो राम्रो भ्यू छ चाहिँ। बच्चाले त्यहाँ बाउहरूको पुरा ड्युटी लाग्दैछ। अब हामी चाहिँ डिन भिलेजबाट यता चाहिँ मार्केट क्रिसमस मार्केटतिर जाँदैछौँ है।
चिसो छ चिसो हेलो गर्दै हाई गर्नु हाई हाई पानी परेर बिजोग हुँदैछ एक्सपेक्टेसन भर्सेस रियालिटी है यस्तै हो यतिको ठिकै हो इट्स नट ब्याड हो नि हामी चाहिँ छिरिमै क्रिसमसको मार्केट हियर वी आर कति प्याक हो प्याक छ त खाँदैछौँ हामी के ठाउँले पाई एन्ड फ्राइजबाट फ्राइज उहाँको के बियर महँगो रहेछ यस्तो मार्केटहरूमा चाहिँ कस्तो महँगो के सबै खानेकुरा तर पनि डिलिसियस खाँदै Thank you. Yes. Thank you. Yummy? Let's go. कपाल सबल त सब स्वाहा भएछ त यार नकल पारेर आएको कति साह्रो प्याक मान्छेहरू आमा कपालले सबै बिजोग भइसक्यो त एनिवेज राजा where are we? Hey. अब चाहिँ हामी यता चढ्ने Let's go. Yeah. Oh guys, snooze भयो बाबु चाहिँ फाइनली यहाँ भेट भयो भेटै नभएर यार तीनजनाको तीन ठाउँमा के अरे होटल भएर खाना जाने एउटा यता छ एउटा उता छ भेटै नभएको भनेको नि छुट्टा छुट्टै होटल भएर भेटै नभएको क्या हाम्रो एउटा उत्तर दक्षिण पूरब पश्चिम बल्ल बल्ल भेट भयो फाइनली वाकिङ हुँदैछ अब चाहिँ पेट पूजा कार्यक्रमको लागि लाग्दैछौँ हामी चाहिँ अब खानको लागि है राजा भोक लाग्छ ठिकै लाग्छ है हामीले त त्यहाँ मार्केटमा पनि के खायो त्यहाँ बसिरहेको छ लड्की लोक अगाडि हिँड्दैछन् हामी चाहिँ यहाँ पछाडि वकिङ गर्दै नजारा हेर्दै रातिको एडिनब्रा
चाहिँ बफे आएको हामीहरू अब बफे खाने हो थाकेर चुर भइयो बाबै माई लर्ड भातहरू त्यहाँ छ खाना लागेको मैले टुर गर्ने भनेको बट बच्चा भएपछि अलरेडी मेस भइसकेको छ यता एनिवे सो यो चाहिँ हाम्रो चाहिँ आजको स्टे हो इट्स भेरी नाइस एन्ड भेरी कम्फर्टेबल रहेछ रुम चाहिँ मजाको ठुलो स्पेसियस बेडहरू पनि मजाको रहेछ है अनि यहाँ दिस इज मी है सो लेट्स गो एन्ड टुर आवर shower. ल गाइस हामी चाहिँ अब चाहिँ होटलबाट निस्क्यौँ अब हामी क्यासलतिर जाँदैछौँ वकिङ गर्दै गर्दै यसो भ्यू हेर्दै छिने के होला यो चाहिँ कसैलाई थाहा छ भने कमेन्ट गर्नु होला यो के हो भनेर है त्यस यस्तो बिचमा के हो यो भनेर खतरा लाग्यो कि रेस्टुरेन्ट लन्च एन्ड डिनर है के लेखेको छ यसमा चाहिँ द विचरी टुर खतरा लाग्यो मलाई त्यो स्टाइल चाहिँ पक्का पुरानो के स्टाइल यस कस्तो प्रिटी क्रिसमस ट्री हजुर के भयो म यहीँ छु म भिडियो गर्दैछु म फेरि यसो पछाडि पुग्नुपर्छ Mommy भन्छ Do you love mommy? Yes, it's so pretty, mommy. Oh, thank you, Suru. You're welcome, mommy. यति भएपछि भयो कि छोराले अब मलाई प्रिटी रे पक्का ह्यारी पोटर भाइब दिइरहेछ ल हामी आयौँ है कता आयौँ भन्दा पक्ने म देखाउँछु सो यो है यहाँको क्यासल चाहिँ एकदम फेमस क्यासल स्कटल्यान्ड आएपछि यहाँ चाहिँ आउनै पर्यो है एउटा त
बकेट लिस्ट बनाउनु पर्छ है स्कटल्यान्ड आउनु भयो भने साथीहरु यताबाट भ्यू चाहिँ यस्तो छ है यस्तो दामी छ भ्यू ओहो हो 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 यहाँको चाहिँ शपहरु यहाँ छ तोपहरु चाहिँ उता छ है यसरी प्रोटेक्सनको लागि आफ्नो क्यासलको आफ्नो महलको के भन्छ क्यासललाई महल त भन्छ होला नि किल्ला आफ्नो किल्लालाई किल्लै जस्तो लाग्यो हेर्ने पुरा ढोकाहरू पनि यसरी यो बन्द गरिदिएर बन्द गर्ने यहाँबाट चाहिँ सबै सिपाहीहरूले ताकेर बस्थे तलबाट कोही दुश्मन आछ भने हैन त्यसलाई बुम 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 गर्दैन राजा के कसो तिमी सबै हिस्ट्री टुर गाइड जस्तो ताकेर बस्ने त्यही त होला नि यसरी बस्नु त होला नि हैन के छ है त्यही हो नि तोप हैन त ल हो भने छैन बोकेको झोला जे पाए त्यही खानुपर्छ कोका कोला माय गॉड होला कि नहोला त्यही भएर त राखेको हो नि त त्यो आफ्नो प्रोटेक्सनको लागि त राखेको छ त त्यो अनि के को लागि राखेको ठिकै छ अस्ति नै हेर्दिउँ यतातिर जाम न के रहेछ त्यतिर यतातिर होइन प्रिजनहरू भएको चाहिँ अनि जामला त नि कि जामला हामी आइयो टपमा टप चाहिँ यस्तो छ है तोप चाहिँ नजिकबाट हेर्न जाँदैछौँ हामी एउटाले हेरेर नि आइसकेर चाहिँ तोपलाई कस्तो लाग्यो तिमीलाई हो डगको के ए ग्रेभ छ ओके यो चाहिँ यता जान्छ अनि त्यसपछि जस्ट इमेजिन गाइस यत्रो भारी यसले के लाग्यो भने टाउको मान्छे त गयो नि है कसरी बनाउँछ होला कि पहिला जमाना यत्रो त्यो यता डड्याम डड्याम गर्दै यसरी यहाँ माथिबाट पनि आफ्नो क्यासलबाट को आउँदैछ भने त्यहाँ देखिँदो रहेछ हामी हिजो गएको यो चाहिँ अब पूजा गर्ने ठाउँ यहाँको यसरी जाने रहेछ तल सिडी Glory of God. Memorial of Scots who fell 1914 and 1918. 1914 and 1918 भनेको चाहिँ फर्स्ट वर्ल्ड वरको पालामा मेमोरीमा बनाएको भनेपछि फर्स्ट वर्ल्ड वारतिर बनाएको पार गर्नुपर्छ यो गड्डी लिएर आइए चाहिँ गड्डी लिएर भित्र जानु नमिल्ने त तर पार्क चाहिँ कता गर्नु त नि Do you want to go inside? ग्रेट हलमा जाँदैछौँ हामी ग्रेट हल त्यही हो कति ठाउँमा फोटो खिच्न मिल्छ कति ठाउँमा मिल्दैन है यो ठाउँमा मिल्दो रहेछ सो मैले यस्तो भित्रको खिचेको हो क्रिसमस ट्री पनि यस्तो मजाले बनाएको रहेछ यहाँतिर मिठो बजाए जा हामी चाहिँ भिक्टोरिया स्ट्रिट यहाँको फेमस आएको छौँ है कस्तो कलरफुल घरहरू के यतातिरको कलर फेमस तर अहिले त यहीँ कन्स्ट्रक्सन चल्दै रहेछ सो दिस इज द वर्ल्ड
स्टारबक ड्रिङ्क खाँदै कपकेक खाँदै है ड्याडी चाहिँ बार्बर जाने सो हामी चाहिँ त वेट गर्दै ड्याडीलाई बार्बर सपिङ गरेर आइस राम्रै हुँदो रहेछ मिडियम चाहिँ लार्ज ठिकै भयो थियो मलाई तर मिडियम लाग्यो अलिक रिल्याक्स भन्नाले अलि वेल फिट भयो भनौँ न ल साथीहरू हामीहरू चाहिँ घुमघाम गरेर एभ्रिथिङ गरेर चाहिँ अब चाहिँ यहाँ कार पार्कमा आइसकेको छौँ अनि हामी कारभित्रै छौँ अहिले चाहिँ है अहिले चाहिँ उपास के गरेको तिमीले त्यस्तो हल्ला गर्ने होइन नि हेलो मम्मीले भिडियो बनाउँदैछ ठ्याक्क भिडियो अन गर्ने बेलामा यिनीहरूलाई चाहिँ चकचक गर्नुपर्छ एनिवेज हामी चाहिँ आइसकेका छौँ है अहिले चाहिँ बुढालाई वेट गर्दै हो बुढा चाहिँ यस्तो टोइलेट जानु भएको छ अनि त्यसपछि हामी जान्छौँ अनि एउटा ठाउँमा सर्भिसमा छिर्छौँ अनि सर्भिस पसेर अनि त्यसपछि घर जान्छौँ है यहाँ चाहिँ 4 घण्टा लाग्छ आजको भिडियो यति नै आशा छ हजुरले इन्जोय गर्नुभयो होला सी यू नेक्स्ट भ्लग बाई बाई